हिजो हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङले चाहिँ रोस्टमबाट नै एमाले काङ्ग्रेसका नेताहरूलाई चाहिँ भित्तामै पुग्ने खालको जवाब दिनुभएको छ। उहाँलाई 21 तोपको सलामी छ त मेरो तर्फबाट। निर्मला पन्तले कहिले न्याय पाउँछ भनेर प्रश्न सोध्ने अधिकार आम नेपाली जनतालाई छ र पत्रकार मिडियाहरूलाई पनि छ। तर यो प्रश्न सोध्ने नैतिक अधिकार एमाले काङ्ग्रेस माओवादीका नेताहरूलाई भने पटक्कै छैन। किन भन्नुहुन्छ भने यो घटना थोरै अहिले घटेको घटना हो र 8 वर्ष अगाडि घटेको घटना हो। यो 8 वर्षको अन्तरालमा एमाले काङ्ग्रेस माओवादीहरूले मिलिजुली सरकार चलाइसकेका छन्। त्यति बेला उनीहरूले किन यो घटनाको छानबिन गर्न सकेन, किन टुङ्गो लाउन सकेन? अहिले यो सरकार बनेको त बल्ल 4 महिना त हुँदैछ। अनि यिनीहरूले नै निर्मला पन्तले कहिले न्याय पाउँछ भनेर प्रश्न गर्नु चाहिँ यो लाजको पसार हो। अब मैले यसो भन्दै गर्दाखेरि चाहिँ अहिलेको सरकारले चाहिँ छानबिन गर्नु हुँदैन भनेको होइन। अहिलेको सरकारले सत्यता छानबिन गरेर निर्मला पन्तलाई न्याय दिनुपर्छ। तर यो एमाले काङ्ग्रेस माओवादीका नेताहरूले यसरी प्रश्न गर्नु भनेको चाहिँ लाजको पसार हो। यिनीहरूले फेरि पनि सोझासाझा नेपाली जनतामाथि चाहिँ भ्रम छर्न सकिन्छ कि भनेर एउटा नाटक रचेको मात्र हो। यो कुरा सबै नेपाली जनताले बुझिसकेका छन्। अब नेपाली जनताहरू सचेत भइसकेको छ। हिजो गृहमन्त्री सुदन गुरुङले एकदमै गजब जवाब दिनुभएको छ। उहाँलाई 21 तोपको सलामी छ। यिनीहरूले यस्तै गर्दै जानुपर्छ, नछोड्नुहोस्। जय देश जय नेपाल।